नमस्ते सबैजनालाई। म चाहिँ उत्तम निरौला। समाजमा छ नि जति पनि हामीले चाडपर्वहरू मनाउँछौँ नि, यसको पछाडि कारणहरू छ क्या। जस्तो कि दसैँ मनाउनु भनेको नवरात्र हुन्छ होइन, अनि दशमी हुन्छ। त्यो महिषासुरलाई चाहिँ होइन देवीले विभिन्न रूपबाट चाहिँ आफ्नो शक्ति प्रदर्शन गरेर वध गरेकी होइन, अनि समाजमा चाहिँ त्यो असत्यमाथि सत्यको विजय होइन चाहिँ शङ्खनाद भएको घोषणा भएको दिन चाहिँ अब चाडपर्वको रूपमा समाजमा होइन आएको छ। जस्तो कि रावणलाई रामले मारे, असत्यमाथि सत्यको जित भयो क्या, र एउटा चाडपर्वको रूपमा स्थापित भयो। सेलिब्रेसन जति पनि चाडपर्वहरू छन् यिनीहरूको वैज्ञानिकता छ क्या। समाजमा यसरी नै विकसित भएका हुन् चाडपर्वहरू, मूल्य मान्यताहरू। अहिले हाम्रो देशमा कुनै एउटा नयाँ चाड स्थापित हुने लगभग अनुमान तपाईँ हामी सबैले लगाइसकेको अवस्था छ। तर यो सुन्दै गर्दा कतिजना कार्यकर्ताहरूलाई चाहिँ, राजनीतिक कार्यकर्ताहरूलाई चाहिँ पारो तात्ला। हजुरहरूको पारो तात्यो भने कमेन्ट बक्समा कमेन्ट गरिदिए हुन्छ। मैले अघि नै भने महिषासुरलाई होइन देवीले वध गर्नुभयो, असत्यमाथि सत्यको जित भयो। रावणलाई रामले वध गर्नुभयो, असत्यमाथि सत्यको जित भयो। कंसलाई कृष्णले वध गर्नुभयो, असत्यमाथि सत्यको जित भयो। यस्तै अहिले नेपालको जुन राज्य सत्ता छ होइन, राज्य सत्तामाथि विभिन्न सेक्टरबाट मान्छेहरूले, डाक्टरहरू नै असन्तुष्टि, शिक्षक शिक्षिकाहरू उहाँहरू नै असन्तुष्टि, र फेरि अभिभावक जो छ नि सरकारमा सत्ता क्याप्चर गरेर बसेको मान्छे जो छ नि, उसले पनि अब हरेक पेसाका व्यक्तिहरूलाई अपमानित ढङ्गले अभिव्यक्ति दिने क्या, होच्याएर, घृणा गरेर, अपमान गरेर। शिक्षण पेसा त एउटा मर्यादित पेसा हो नि होइन। अभिभावक आफै, जस्तो कि कुनै पनि बाबा आमा आफैले आफ्नो छोराछोरीलाई त बौला, मेरो छोरो बौला, मेरो छोरी बौलाई भनेर भन्दै हिँड्यो भने समाजका मान्छेले के भन्छन् त? त्यही भन्छन् नि। अभिभावक आफैले आफ्ना सन्ततिलाई घृणा गरेर होइन, शत्रु जस्तो गरेर हिँडेपछि अरूले कसो गर्छ त? त्यसै गर्छ। सिमिलरली देशका प्रधानमन्त्रीले शिक्षक शिक्षिकालाई अपमानित ढङ्गले गरेको जुन व्यवहार छ नि, अब भोलि कक्षा कोठामा ती शिक्षक शिक्षिकाले विद्यार्थीबाट सम्मान पाउँछन् त भन्दा शङ्कास्पद छ क्या। भनेको समाजलाई अराजक हिसाबमा अघि बढाउनको निम्ति कसले अद्वितीय योगदान खेल्दैछ भन्दा प्रधानमन्त्रीले क्या। जब त्यो जुन चाहिँ टिनेजरहरू, एडोल्सेन्सहरू होइन, किशोर किशोरीहरूलाई यो खालको उत्तेजित बनाइन्छ, शिक्षक शिक्षिकालाई चाहिँ अपमान गर्ने ढङ्गले प्रधानमन्त्रीले अभिव्यक्ति दिन्छ भने होइन, अब अवस्था कस्तो हुन्छ त होइन। त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ सबैले बुझ्नुपर्छ भन्ने लाग्छ है मलाई। अब मैले चाहिँ अनुमान के लगाएको भन्दा, अब कुनै एउटा नयाँ तपाईँको चाड चाहिँ नेपाली समाजमा स्थापित हुँदैछ। जुन दिन केपी शर्मा ओली मर्छन् नि, नेपाली समाजले, म केपी शर्मा ओली मात्रै भन्दिनँ, विभिन्न राजनीतिज्ञहरू जसले चाहिँ समाजका लागि राम्रो काम गरेनन्, जनतालाई असन्तुष्टि बनाए, चिड्याए होइन, अब उनीहरूले उहाँहरू बितेका दिन यदि एकदमै खुसी रमाइलो होइन नाचगान गरिदिनु भयो भने त अब त त्यहाँ त नयाँ दसैँ पो स्थापित हुन्छ त। सेलिब्रेसन, अब नेताहरू मरेका दिन नेपाली समाजले सेलिब्रेसन सुरु गरे भने त दसैँ त तपाईँको अर्को पो आउन थाल्छ त। अब नयाँ चाडपर्व चाहिँ स्थापित गर्नका निम्ति नेताहरूले एकदमै ठुलो योगदान खेल्दै हुनुहुन्छ। आफू सम्माननीय हुनलाई होइन, आफू एउटा रेस्पेक्टफुल इज्जत कमाउनका निम्ति आफ्ना घमण्डले मात्रै काम गर्दैन क्या। अरूले मलाई कसरी हेर्छन् भन्ने कुरा पनि त आत्मनिरीक्षण गर्नु पर्यो नि। 5 जना कार्यकर्ताले मात्रै जय जयकार गरेर ताली पड्काएर त
कसरी बुझ्नु भयो होला क्या? हरेक आम नेपालीको चाहिँ त्यो भावना बुझ्नुपर्ने हो नि नेतृत्वले, होइन? तर उहाँले चाहिँ देशको, होइन, अब सामर्थ्यले नथेक्ने खालको चाहिँ हामी डिसिजन गर्न सक्दैनौँ भनेर शिक्षक शिक्षिकालाई अपमान गर्दै हुनुहुन्थ्यो। अब गणतन्त्रले थेक्छ त? सबैले भनिरहेछन् त गणतन्त्रले थेक्दैन। विभिन्न ठाउँमा चाहिँ अब त्यो राज्य संरचना गरेर, होइन, चिफ मिनिस्टर विभिन्न मन्त्रीहरूलाई गाडी बङ्गला सारा चिज थेक्छ त? थेक्दैन नि। अनि त्यो चाहिँ गणतन्त्र चाहिँ एकदमै उत्कृष्ट अरे उहाँले दिएको अभिव्यक्ति। तर शिक्षक शिक्षिकालाई चाहिँ बेइज्जत गरेर पठाउनु पर्ने काठमाडौँबाट। सारा मान्छे लागेका छन् क्या उनीहरूको शिक्षक शिक्षिकाको अपमान गर्नका निम्ति। अहिले त इभन कुन चाहिँ एउटा पत्रकारले पनि, होइन, एकदमै अश्लील खालको चाहिँ अभिव्यक्ति दिएर चाहिँ त्यहाँनिर भिडियो बनाएको देखेँ मैले। सारा मान्छे शिक्षक शिक्षिकाको विरुद्धमा लागेका छन्। यो भनेको अब देश उल्टो बाटोमा हिँडिसकेको हो क्या। यो भनेको अब आउने युवा युवतीहरू अराजकै हुन्छन्। किन भन्दा देशको प्रधानमन्त्रीले, अभिभावकले यसो भनिसकेपछि पेसालाई मर्यादित बनाउनको निम्ति क्या झोला बोकाउनु हुन्थेन नि राजनीतिज्ञहरूले। झोला बोकाए, सदस्यता, होइन, हस्तान्तरण गरे। शिक्षक शिक्षिकालाई विवश बनाएको कसले त? होइन, विवश बनाएको कसले भन्दा यिनै राजनीतिज्ञहरूले हो नि त। अनि अहिले आएर यसरी हुन्छ अपमान गर्न सुहाउँछ त? मलाई चाहिँ एकदमै शिक्षक शिक्षिकाहरूको अवस्था देखेर भन्दा पनि प्रधानमन्त्रीको अवस्था देखेर माया लाग्छ क्या। कसैले सल्लाह दिनुहोस् न, बरु पशुपतिनाथमा गएर भजन गाएर बस्नुहोस् भनेर सल्लाह दिनुहोस् न। कोही नजिकको मान्छे हुनुहुन्छ भने। हिजो राजाहरूको विपक्षमा जनता उठाउँदाखेरि मूर्तिहरू भत्काउने, होइन, शालिगहरू भत्काउने, जलाउने, तोडफोड गराउने परिपाटी सिकाउनु भएको छ नि, होइन, राजनीतिज्ञहरूले नै। भोलिका दिनमा तपाईँहरूले कहाँ कहाँ आफ्ना नाममा म्युजियमहरू बनाउनु भएको छ नि। कसैले सिकाउनु पर्दैन, जनता आफै स्वाहा पारिदिन्छन् क्या। ख्याल गर्नुपर्छ है, ख्याल गर्नुपर्छ। अलिकति आध्यात्मिक चिन्तनतिर मन लाग्नुपर्छ नेतृत्वहरूको। पढाइमा फर्स्ट भएर मात्रै हुँदैन रहेछ भन्ने प्रमाण त देखिराख्नु भएको छ नि, होइन? डाक्टर बाबुराम भट्टराईलाई हेर्नुहोस् त। डाक्टर बाबुराम भट्टराईले आफ्नो पूर्वीय दर्शनको अध्ययन गरेका भए यिनी देशमा मात्रै होइन क्या, अन्तर्राष्ट्रिय जगतमा सम्मानित हुन्थे क्या। आज देशकै नागरिकले उनले गरेको कुनै पनि पोस्टमा 100% नेगेटिभ कमेन्ट हुन्छ क्या। पढाइ मात्रै होइन रहेछ क्या जीवनमा, व्यवसाय मात्रै होइन रहेछ जीवनमा क्या। इज्जत कमाउनलाई नि काम पनि असल गरेको हुनुपर्ने रहेछ क्या। अनि यो काम चाहिँ फेरि दुईजना मान्छेलाई भत्ता दिएर मलाई खदा लगाइदेऊ भनेर चाहिँ होइन रहेछ क्या। बुझ्नुपर्छ। एनिवे, थ्याङ्क यू सो मच फर वाचिङ। लट्स अफ लभ, ह्याभ अ नाइस डे। तपाईँहरू जो राजनीतिक सदस्य हुनुहुन्छ नि, तपाईँहरूलाई चित्त दुख्ला क्या, दुखोस्, केही पनि फरक पर्दैन है त। थ्याङ्क यू सो मच फर वाचिङ। लट्स अफ लभ, ह्याभ अ नाइस डे।